एउटा एकदमै महत्त्वपूर्ण चुनावको ठीक अगाडि नेपाली राजनीतिमा यस्तो उथलपुथल भएको छ जसले पूरै राजनीतिक परिदृश्य नै बदल्न सक्छ। आउनुहोस् आज यसैको बारेमा अलि गहिरिएर कुरा गरौँ। एक नेता रिहा, एउटा पार्टीमा नयाँ जोस, त्यसो भए अब नेपालको राजनीति कता जान्छ त? यो प्रश्न अहिले सबैको मनमा छ। ल सुरु गरौँ पहिलो खण्डबाट। राजनीतिक गेम चेन्जर। कसरी अदालतको एउटा मात्रै आदेशले पूरै चुनावी माहौललाई हल्लाइदियो त? चुनाव आउन अब धेरै दिन बाँकी थिएन। ठ्याक्कै त्यही बेला उच्च अदालतबाट एउटा फैसला आयो। लोकप्रिय नेता रवि लामिछानेलाई रिहा गरियोस्। अब यो टाइमिङ, यो एकदमै महत्त्वपूर्ण थियो। यसले राजनीतिको पुरै हावा नै बदल्ने सङ्केत दियो। तर यो घटना एक्कासी भएको भने होइन है। यो कानुनी लडाईँ त लामै समयदेखि चलिरहेको थियो। हेर्नुहोस् न, पहिला माघमा उहाँ धरौटीमा छुट्नुभयो, तर सरकारी वकिलले मानेनन्, पुनरावेदन गरे। त्यसपछि चैतमा फेरि पक्राउ पर्नुभयो र अन्तमा अहिले आएर चाहिँ उच्च अदालतले उहाँलाई छोड्ने अन्तिम आदेश दिएको हो। अब जाउँ दोस्रो खण्डमा, नयाँ लहरको उदय। यो रिहाईले एउटा वैकल्पिक राजनीतिक शक्तिलाई कसरी फेरि जगायो त्यसमा कुरा गरौँ। यो कुरा बुझ्नको लागि स्रोतमा एउटा शब्द प्रयोग गरिएको छ, त्यसलाई बुझ्न जरुरी छ। जेनजी विद्रोह। अब यो भनेको के हो त? खासमा यसले नेपालको पुरानो स्थापित राजनीतिक शक्तिलाई चुनौती दिइरहेका नयाँ र वैकल्पिक अनुहारहरूको उदयलाई बुझाउँछ। स्रोतमा एउटा एकदमै शक्तिशाली उदाहरण दिएको छ। भनिएको छ कि आफ्नो नेता बिना राष्ट्रिय स्वतन्त्र पार्टीको हालत रानो बिनाको मौरीको गोलो जस्तै भएको थियो। सोच्नुस् त, कस्तो दिशाहीन, कस्तो कमजोर। हो पनि, रवि नहुँदा रासोपाको मनोबल एकदमै खस्किएको थियो। चुनावी अभियान नै अलपत्र परेको जस्तो देखिन्थ्यो। तर उहाँको फिर्तीसँगै पार्टीमा एउटा छुट्टै किसिमको आत्मविश्वास र ऊर्जा फर्किएको छ। अब उनीहरू चुनावमा एक बलियो प्रतिस्पर्धीको रूपमा खडा भएका छन्। ल अब कथाको अर्को पाटो हेरौँ। तेस्रो खण्ड, पुराना शक्तिको प्रतिवाद। यो नयाँ लहरलाई रोक्न स्थापित दलहरूले चाहिँ के कस्ता कदम चालिरहेका छन् त? 35 वर्ष, यो अङ्कले नै धेरै कुरा भन्छ, होइन र? लगभग 3.5 दशकदेखि नेपालको सत्तामा यिनै परम्परागत दलहरूको बलियो पकड छ। सायद यही लामो शासनकालले गर्दा पनि होला मानिसहरूमा परिवर्तनको चाहना यति बलियो भएको। यही नयाँ चुनौतीको सामना गर्न एउटा प्रमुख स्थापित दल नेकपा एमाले एउटा ठूलो रणनीतिक चाल चाल्यो। उसले आफ्नो महाधिवेशन तोकिएको समयभन्दा अगाडि नै गर्यो र यसको एउटै उद्देश्य थियो, केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा फेरि जिताउनु। तर ओलीको यो तेस्रो कार्यकाल त्यति सजिलै आएको होइन। पहिले पार्टीको विधानमा 2 पटकभन्दा बढी अध्यक्ष हुन नपाइने र 70 वर्षको उमेर हद पनि थियो। तर के गर्यो त भन्दा महाधिवेशनबाट विधान नै संशोधन गरियो र ती दुवै बाधा हटाइयो। यसले ओलीको पार्टीमाथिको नियन्त्रणलाई अझै बलियो बनाइदियो। स्रोतका अनुसार यो महाधिवेशनको अर्को एउटा ठूलो लक्ष्य थियो। यो जुन जेनजी विद्रोह भनिएको छ त्यो खासमा केही होइन। यो त केवल हाहु गर्नेहरूको भीड मात्र हो भनेर प्रमाणित गर्नु। भनौँ न, यो एक किसिमको शक्ति प्रदर्शन थियो। तर यो शक्ति प्रदर्शनमा पनि केही दरारहरू देखिए। हो, ओली पक्षले 19 मध्ये 17वटा मुख्य पद त जित्यो, तर उहाँकै एकदमै नजिकका मानिने गुरु बराल र विष्णु रिमाल जस्ता उम्मेद्वारहरूले चाहिँ हारे। यसले के देखाउँछ भने पार्टीभित्र सबै कुरा ठिकठाक छैन, असन्तुष्टिहरू पनि छन्। अब हामी चौथो खण्डमा आइपुगेका छौँ, चुनावमा टकरावको स्थिति। अब त स्पष्टै देखिन्छ, यी दुई शक्तिहरू एक अर्कासँग सिधै भिड्ने बाटोमा छन्। र त्यो भिडन्तको मिति पनि तय भइसकेको छ, फागुन 21। यो मिति अब नेपाली राजनीतिको लागि एउटा निर्णायक घडी बनेको छ। चुनावको लडाईँको रेखा अब एकदमै स्पष्ट छ। एकातिर रासोपा जस्ता नयाँ शक्तिहरू छन् जो आफ्नो यो नयाँ ऊर्जा र परिवर्तनको लागि उर्लिएको जनभावनालाई भोटमा बदल्न चाहन्छन्। अनि अर्कोतिर एमाले र कांग्रेस जस्ता पुराना दलहरू छन् जो आफ्नो दबदबा फेरि कायम गर्न र यो जेनजी विद्रोहलाई अर्थहीन साबित गर्न लागि परेका छन्। ल अब अन्तिम खण्डमा जाउँ, नेपालको राजनैतिक चौबाटो। यो चुनावले सिङ्गो राष्ट्रको भविष्यलाई नै एउटा दोबाटोमा ल्याएर उभ्याइदिएको छ। आजको यो पूरा विश्लेषणको सार के हो त? केही मुख्य बुन्दाहरू हेरौँ। पहिलो, रवि लामिछानेको रिहाईले वैकल्पिक आन्दोलनमा नयाँ ज्यान भरेको छ। दोस्रो, जेनजी विद्रोहले पुरानो राजनीतिक व्यवस्थालाई गम्भीर चुनौती दिएको छ।
तेस्रो, स्थापित दलहरू पनि चुप बसेका छैनन्। उनीहरू शक्ति एकजुट गरेर प्रतिवाद गर्दैछन्। र चौथो, फागुन 21 को चुनाव दुवै पक्षका लागि एक किसिमको अग्नि परीक्षा हुनेवाला छ। र अन्तमा सबैभन्दा ठूलो प्रश्न यही हो, के यो चुनावले नेपालको लागि एउटा नयाँ अध्यायको ढोका खोल्ला वा देश फेरि उही पुरानै बाटोमा फर्किएला? यसको जवाफ त अब भविष्यले नै दिनेछ।